राज्यको हरेक निकायमा व्यथिति अनियमितता र भ्रष्टाचार बढ्दो छ। जहाँ सरकार छ त्यहाँ भ्रष्टाचार छ। भ्रष्टाचार र राज्य एक पर्यायवाची नाम बनेको छ। प्रधानमन्त्री भन्नुहुन्छ भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न। तर उहाँकै मातहतमा रहेको राजस्व अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग लगायतका विभागहरूले सम्पत्ति आर्जन गर्ने व्यक्ति, अवैध सम्पत्ति आर्जन गर्ने व्यक्तिहरूलाई तर्साउने, धम्काउने र असुली काममा लागेको हामी हेर्छौँ। प्रधानमन्त्रीले भन्नुहुन्छ प्रधानमन्त्री कार्यालय एक्सिलेन्स सेन्टर हो, तर मुख्य सचिवकै नेतृत्वमा सचिवहरूको समूहले आफ्नो स्वार्थ अनुसारको कानुन बनाउन नेताहरूको धाइरहेको हामी हेर्छौँ। प्रधानमन्त्रीले भन्नुहुन्छ समृद्ध नेपाल बनाउँछौँ, तर नेपाल ग्रे लिस्टमा पर्छ। नेपालको पुँजी विदेशमा लैजाने खेलमा लाग्नुहुन्छ, सरकार नै लागेको हामी हेर्छौँ। प्रधानमन्त्री भन्नुहुन्छ सुशासन ल्याउँछ, तर 2 दलीय संयन्त्रको अभ्यास हामी हेर्छौँ। प्रधानमन्त्रीले भन्नुहुन्छ म जनताप्रति उत्तरदायी नै छु। आज छलफल प्रधानमन्त्रीकै विषयमा, प्रधानमन्त्री कार्यालयकै विषयमा छलफल चलिरहेछ, तर यहाँ सम्मानीय प्रधानमन्त्री हुनुहुन्न। संसदलाई कुन हैसियतमा राख्नुभएछ, संसदलाई कुन महत्त्व दिनुभएछ भन्ने कुरा उहाँ नेपालमै हुनुहुन्छ र नेपालको काठमाडौँमै हुनुहुन्छ र आजको छलफलमा उहाँ आउनुभएको छैन। भनेपछि यो बजेटको महत्त्वलाई उहाँ कसरी बुझ्नुभयो? जनताको जनप्रतिनिधिको यो सर्वोच्च संस्थालाई कसरी बुझ्नुभयो? संसदलाई जवाब नदिने जन उत्तरदायी। उहाँले भन्नुहुन्छ म जनताको झोले हो, तर क्याप्चरको कुरा गर्नुहुन्छ। एकातिर भन्नुहुन्छ म लोकतन्त्रप्रति प्रतिबद्ध छु, लोकतन्त्रको लागि लडेको छु, तर जनादेश विपरीत सरकार बनाउनुहुन्छ। एकातिर भन्नुहुन्छ म राष्ट्रवादी हुँ, तर विदेशीलाई नागरिकता दिने प्रावधान बनाउनुहुन्छ। यो जो तमासा भइरहेछ भन्ने एउटा, गर्ने एउटा, व्यवहारमा एउटा, काममा एउटा, यसरी छदम भेसी माहौलले देशलाई कहाँ लान्छ भन्ने प्रश्न गर्न चाहन्छु। आज हामी हेरिरहेछौँ हाम्रा उद्योगहरू बन्द भइरहेछन्, व्यवसायहरू चौपट छ, व्यापारहरू लथालिङ्छन्। हिजो एउटा पसलमा 50,000 बिक्री हुने ठाउँ 25,000मा घटिसक्यो। सटरहरू बन्द भइरहेछ। एउटै कारण छ कर आतङ्क। सरकार पछि सरकारको कर पछि कर आतङ्क छ, जसको कारण उत्पादन महँगो भयो र हाम्रो अर्थतन्त्र ड्यामेज भयो। नेपालका पुँजीहरू जगेर्ना गर्नु पर्थ्यो, नेपालले उद्यमीहरूलाई बचाउनु पर्थ्यो, तर नेपालका पुँजी विदेशमा लैजाने, विदेश पलायनको लागि हामी सहायता गर्ने बजेट ल्याएका छौँ भनेपछि हाम्रो अर्थतन्त्र कहाँ पुग्छ भन्ने प्रश्न गर्न चाहन्छु। म माननीय अर्थमन्त्रीजीलाई भन्न चाहन्छु हामी ग्रेड लिस्टमा परेका छौँ। तपाईँले टार्गेट गरेको राजस्व उठिरहेको छैन। यो 60को पहिलो सत्ताकै रेकर्ड लिनु भने 72% राजस्व उठेको छ। पुँजीगत खर्च जम्मा 42% भएको छ। कुनै बेला 7.7 आर्थिक वृद्धि दर अहिले 4.6मा झरेको छ। तपाईँले टार्गेट गरेको ऋण अनुदानको आधी पनि आएको छैन। अनि यो अवस्थाबाट तपाईँले देशलाई कसरी आश्वस्त गर्नुहुन्छ भन्ने प्रश्न उठ्छ। भएका योजनाहरू पुरा नहुँदै काट्नुहुन्छ, नभएका योजनाहरू थुपार्नुहुन्छ। अब हामी यो नेपाली जनतालाई कसरी आश्वस्त गर्ने कि यो सरकारले समृद्धिको आधार खडा गर्छ, नेपाललाई समृद्ध बनाउँछ भने कुनै पनि आधार देखिन्न सभामुखज्यू। त्यसैले म विशेष आग्रह गर्न चाहन्छु, अहिले सरकारले जे छ त्यो सर्लक्क स्वीकार गर्नुपर्ने हो। हामी हेर्छौँ उहाँहरू गरेको कमिटमेन्टप्रति इमान्दार हुनुहुन्न। उहाँले जे योजना ल्याइराख्नुपर्छ त्यसले नेपालको भविष्य निर्धारण गर्न सक्दैन। त्यस अर्थले पनि यसमा गम्भीर हुन म विशेष आग्रह गर्न चाहन्छु। र जहाँसम्म शहरी विकास मन्त्रालयको कुरा छ, भोजपुरीमा एउटा कहावत छ, नाम उच कान बुझ। एउटा सम्मानित व्यक्तित्व गणेश मानजीको हामी सम्मान गर्छौँ। उहाँको सुपुत्र जो आफैमा एउटा व्यक्तित्व हुनुहुन्छ, गठबन्धन सरकारको प्रमुख व्यक्ति हुनुहुन्छ। यसो के न के ल्याउँछ भनेको हात्ती आयो हात्ती आयो फुस जस्तो हो। अरू दल त छोडिदिनुहोस्, अरू ठाउँ त छोडिदिनुहोस्, उहाँको आफ्नै पार्टी पनि सन्तुष्ट हुन्। उहाँले आफ्नै स्वर्गीय पिताको सम्मान गर्नुको सट्टा अपमान गरिराख्नु भएको छ। मेरो म भएको भए त मुख छोपेर आउनु पर्थ्यो। यसरी जुन ढङ्गको उहाँले काम गर्नुभएको छ। म पनि शहरी विकास मन्त्री भएँ जुन बेला 39 अरब बजेट थियो र 74 अरबको ठेका गरेका थियौँ। 10 अरबको सङ्घीय माने शहरी पूर्वाधार थियो, सघन शहरी पूर्वाधार। त्यसको 54 अरब, 2 अरबभन्दा नघटाइकन ठेका गर्ने भनेका थियौँ र खुद्रा योजना 50 लाखभन्दा एउटा पनि योजना नलिने भनेका थिए। तर आज 2 लाखको योजना, 1 लाखको योजना राखिराख्दा असमान ढङ्गले विकास, शहरी विकास हुन्छ। यसरी खुद्रै योजनाले शहरी विकास हुन्छ। एउटा घरको त निर्माण हुँदैन भने शहरी विकास पूर्वाधारको लागि जुन ढाँचामा तपाईँ जानुभयो एउटा मोडल बन्नु पर्थ्यो। जुन टाइपको व्यक्तित्व हुनुहुन्छ त्यसरी मोडल देखाउन सक्नुहुन्थ्यो। आज निराश छन् जनता।
आज तपाईँको आलोचना भइरहेछ। हाम्रो मनमा थिएन तपाईँ जस्तो व्यक्तित्वलाई मैले केही बोलौँ भनेर, तर विवश छु, नबोलेर हुँदैन भन्ने लागेर मैले अलिकति बोल्न कोसिस गरेँ। आज युवाहरू विदेशमा छन् तर युवा मन्त्रालय नाम राखिएको छ, त्यसलाई बुढाबुढी मन्त्रालय राखे हुन्थ्यो नि। खेलाडीहरू त नेपालमा भविष्य नदेखेर विदेश पलायन भयो, खेलकुदै नहुने खेलकुद मन्त्रालय राख्नुहुन्छ। क्रिकेटमा अलिकति नाम अगाडि बढाइरहेको छ, क्रिकेटको अन्तर्राष्ट्रिय खेलकुद मैदान छैन, भएको पनि एउटै प्रदेशमा खन्याउनु भएको छ, देशमा अलिकति मध्य प्रदेश गरिरहेको थियो तर त्यहाँ क्रिकेटको स्टेडियम छैन, भइरहेको स्टेडियम पनि लथालिङ छ, मध्य प्रदेशकै मन्त्री हुनुहुन्छ। मलाई त लाग्छ चुलभर पानीमा डुब्नु पर्ने हो। त्यहीँको मन्त्री, त्यहीँको खेलाडीहरूको उत्साह बढाउनु पर्थ्यो। केही अहिले हामी सुन्छौँ फलानु मन्त्रीले आफ्नो जिल्लामा यो गर्नुभयो, आफ्नो प्रदेशमा यो गर्नुभयो, त त्यहाँको मन्त्रीले के गरेर बसिरहेको छ भन्ने प्रश्न आउँछ। अलिकति गरिदिए हुन्थ्यो नि ती खेलाडीहरूको लागि भन्ने लाग्छ। अहिले हामी समाज कल्याण महिला बालबालिका मन्त्री छ, बाल श्रमको बढ्दो अवस्था छ, त्यसलाई रोक्न के गर्नुभयो भने प्रश्न आउँछ। महिलाहरूलाई 33%, जो नेपालमा 51% छ, त्यसलाई 33% प्रतिबद्धता गरिएको छ। तर सरकारमा तपाईँ हेर्नुहोस्, यो 2/3 सरकार, 1.5 जना मन्त्री हुन्छ महिला मन्त्री, त्यसको लागि तपाईँहरूले केही गरिदिनु पर्दैन। यो महिला खेलकुद मन्त्रालयले के गरेर बसेर के को लागि यो मन्त्रालय बनाएको, यो त खारिज गरिदिए हुन्छ। यो मन्त्रालयको कुनै काम छ जस्तो मलाई लाग्दैन। सरकारले भन्नुहुन्छ म 2/3 बलियो सरकार छु, 2/3 शक्तिशाली सरकारको काम यसो हेर्ने हो भने मलाई लाग्छ मान्छेले पत्याउने आधार छैन। त्यस अर्थले पनि म भन्न चाहन्छु, जे गर्नु छ त्यसरी नै बोल्नुहोस्, नगर्ने कामहरू बोलेर जनतालाई निराश गर्ने काम नगर्नुहोस्। यसमा विशेष ध्यान जाओस् भन्न चाहन्छु। धन्यवाद।